पशुपति मन्दिरभित्र पनि यस्तो राम्रो पार्क रहेछ के तपाईँ पत्याउनुहुन्छ? हेलो साथीहरू, फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ हामीहरू पशुपति घुमघामको लागि गयौँ। त्यहाँ चाहिँ हामीले पहिला जुत्ता निकालेर राख्यौँ अनि त्यहाँको पानीले मैले मेरो खुट्टालाई शुद्ध बनाएँ। त्यस पछाडि हेर्नु त साथीहरू, त्यहाँ पशुपतिको भ्यू यति राम्रो देखेको थियो। हामीहरू चाहिँ दिउँसोतिर गएको थियौँ, 12-1 बजीतिर। हामीहरूले मन्दिरको घुमघाम सकेर हामीहरू पार्कतिर लाग्यौँ। योभन्दा पहिला मलाई पशुपतिमा पनि यस्तो राम्रो पार्क छ भन्ने कुरा थाहा नै थिएन। सो त्यहाँ गइसकेपछि मलाई लाग्यो पहिले नै किन थाहा भएन मलाई यस्तो राम्रो यहाँ पार्क छ भन्ने कुरा। टिकट पनि एकदमै सस्तो रहेछ। विशेष गरी हामीले चाहिँ त्यहाँ धेरै दुबो खेल्यौँ। दुबो चाहिँ एकदमै राम्रो थियो। त्यहाँ चाहिँ ड्र्यागन फ्रुटहरू पनि रहेछ, आरु पनि थियो है। आरु चाहिँ यहाँ देखाएको छैन। अनि त्यहाँ फुलहरू त कति थरीको। त्यहाँ एउटा सानो पोखरी रहेछ साथीहरू, त्यसमा कमलको फुल फुलेको रहेछ। अनि मैले त्यो फुललाई एकचोटि छोएँ। साइडमा राधा कृष्णलाई पनि सजाएर राखेको रहेछ। सो बाई साथीहरू।